भगवानसँग के माग्छौँ? अब बढी मालिका गए के माग्छौँ? ए भैँसी दिया आमा, हाम्रा घर भैँसी छैनन्। त्यहाँ माग्नुपर्ने चिज त अलगै हो। हेर्नुहोस्, हामी माग्न जान्दैनौँ। कहाँ के माग्ने? मच्छर मार्नको लागि एटम बम चलाए जस्तै गर्छौँ हामी। मार्नु छ मच्छर, चलाउँछौँ अब ब्रह्मास्त्र। जगदम्बा भगवतीसँग हामीले के माग्छौँ? भैँसी माग्छौँ, खेत माग्छौँ। हेर्नुहोस्, साना साना कुरा माग्छौँ। यो भनेको कस्तो हो त? मच्छर मार्नको लागि ब्रह्मास्त्र चलाए जस्तै हो। यी साना साना कुराको लागि किन दुःख दिनुहुन्छ? भगवानसँग माग्ने भनेको के हो त? एका देशमा एकजना राष्ट्रपति थिए, एउटा कैद थियो, जेल थियो। त्यो जेलमा धेरै जना कैदीहरू बसेका थिए। एक दिन राष्ट्रपतिले इच्छा गरे, अपराधीहरूसँग म भेट्न चाहन्छु, उनको विचार बुझ्न चाहन्छु, उनीहरूको माग पूरा गर्न चाहन्छु। राष्ट्रपति जेलमा गए, एउटा कैदीलाई सोधे, कैदी म यस देशको राष्ट्रपति, माग के माग्छौ? आज म दिन आएको हुँ, तिमीलाई के समस्या छ भन। त्यो एउटा कैदीले भन्छ, मलाई केही चाहिएको छैन, 4 रोटीले मेरो पेट भरिँदैन, मलाई कमसेकम 6 रोटीको व्यवस्था गरिदिनुहोस्, 2टा रोटी बढाइदिनुहोस्, खाना ठिक्कै सीमित दिन्छन्, भान्सालाई भनिदिनुहोस् मेरो खाना बढाइदिनुहोस्। यो मूर्ख रहेछ, यो बेवकुफ रहेछ सोध्नुभयो राष्ट्रपतिले। राष्ट्रपतिसँग 2 रोटी माग्छ। फेरि अर्को राष्ट्रपति अर्को कैदीसँग भेट्न जानुहुन्छ। कैदी म राष्ट्रपति यस देशको, तँलाई के चाहियो भन्, माग म दिन तयार छु। त्यो कैदीले भन्छ, मलाई खानको लागि कुनै समस्या छैन, खाना पिउनमा म सन्तुष्ट छु, 2 रोटी भए पनि पुग्छ, 4 रोटी भए पनि पुग्छ, यसमा कुनै समस्या छैन। तर मलाई ओढ्नको लागि कम्बल, एउटा कम्बलले जाडो हुन्छ, एउटा कम्बलको व्यवस्था गरिदिनुहोस् राष्ट्रपतिजी। एउटाले भन्छ बिस्तराको व्यवस्था गरिदिनुहोस्, अर्कोले भन्छ एउटा कोठाको व्यवस्था गरिदिनुहोस्, एक्लै म एक्लै बस्न चाहन्छु। सबैले यसरी मागे। हेर्नुहोस्, राष्ट्रपतिसँग सबै बेवकुफहरू थिए। राष्ट्रपतिसँग साना साना चिज मागेर सके आफ्नो समयलाई। तर एउटा समझदार कैदी थियो। त्यो कैदीसँग राष्ट्रपतिले भन्नुभयो, म यस देशको राष्ट्रपति हुँ, माग कैदी के माग्छस्? तर त्यो समझदार कैदीले भन्यो, जो खाई खाई अब खाई तो राम दुहाई। अहिलेसम्म जे खाएँ अथवा जे गरेँ, जे अपराध गरेँ, तर अबदेखि यस्ता अपराध पाप गर्ने छैन। तर मलाई यस काल कोठरीबाट, यस जेलबाट बाहिर निकालिदिनुहोस्, यो जेलबाट बाहिर निकालिदिनुहोस्। हजुर त राष्ट्रपति, हजुरको एउटा साइनले मेरो फाँसी पनि टल्छ, हजुरले यहाँबाट बाहिर निकाल्न सक्नुहुन्छ। राष्ट्रपतिले साइन गरिदिए, त्यस कैदीलाई, अपराधीलाई बाहिर निकालिदिए। अब हामी कुन खाले कैदी हौँ विचार गर्नुहोस्। हामी पनि यहाँ त्यस्तै कैदी बसेका छौँ। यहाँ हामी बढी मालिका गएर के माग्छौँ? हामी यज्ञमा गएर के माग्छौँ? परमात्मासँग माग्न जानेका छौँ कि छैनौँ? के मागौँ घनश्याम तिमीसँग, के मागौँ, के मागौँ घनश्याम तिमीसँग, के मागौँ, के मागूं घनश्याम तिमीसँग, के मागूं, के मागौँ घनश्याम तिमीसँग, के मागौँ, के मागूं घनश्याम तिमीसँग, के मागूं। हीरा मोती मागौँ भने छैन मलाई काम, हीरा मोती मागौँ भने छैन मलाई काम, सबैभन्दा काम लाग्ने प्रभु तिम्रै नाम, सबैभन्दा काम लाग्ने प्रभु तिम्रै नाम। के मागौँ घनश्याम तिमीसँग, के मागौँ, के मागूं घनश्याम तिमीसँग, के मागूं।
हरि बोल. विचार गर्नु माग्न जान्नु. जति धन भए पनि पाइने होइन लान. 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 तुच्छ धनमा नगरौँ है हामीले अभिमान. तुच्छ धनमा नगरौँ है हामीले अभिमान. के मागौँ घनश्याम तिमीसँग के मागौँ. के मागौँ घनश्याम तिमीसँग के मागौँ. हरि बोल. असली भक्तको लक्षण हो है. माग्नेवाला संसारमा धेरै छन्. असली भक्तले यही भन्छ. खाली हामीले माग्नु पर्छ मुक्तिको यो बाटो. 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 सबै धन त्यागिदिउँ परम धामको साटो. सबै धन त्यागिदिउँ परम धामको साटो. हे मागौँ घनश्याम तिमीसँग के मागौँ. के मागौँ घनश्याम तिमीसँग के मागौँ. हरे कृष्ण 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम 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 हरे हरे. हरे राम 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे कृष्ण सबैले ताली बजाउँदै गाउँ. कृष्ण कृष्ण हरे हरे. हरे राम राम हरे हरे. हरे राम 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम 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 हरे हरे. हरे राम 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम राम हरे हरे. हरे राम राम हरे हरे. हरे कृष्ण कृष्ण हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम राम हरे हरे. हरे राम राम हरे हरे. हरे कृष्ण कृष्ण हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम राम हरे हरे. हरे राम राम हरे हरे. हरे कृष्ण हरे कृष्ण 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 हरे हरे. हरे राम हरे राम राम हरे राम हरे हरे. हरे कृष्ण कृष्ण हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम राम हरे हरे. हरे राम हरे हरे. हरे कृष्ण कृष्ण हरे हरे. हरे कृष्ण 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 हरे हरे. हरे राम राम हरे हरे.
हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण हरे 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 राम 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 हरे हरे कृष्णा के मागू घनश्याम तिमि संग के मागू के मागू घनश्याम तिमि संग के मागू त्यसैले त ठुला ठुला चक्रवर्ती सम्राटहरू राजपाडलाई लात्ती हानेर लङ्गुटी लगाएर हिँडे जङ्गलतिर। बुद्ध पनि त हिँडेका हुन्, बुद्ध पनि त राजकुमार थिए। बुद्ध बन्नको लागि के गर्नु पर्दो रहेछ? राजपाट पनि त्याग्नु पर्दो रहेछ। अब यहाँ त हाम्रा नेताजीहरू हजुरको 80 85 90 वर्षका हुन लागिसके, प्रधानमन्त्रीको कुर्सीको तनातानमा लागेका छन्। अझै पनि बुद्धको ज्ञान, जनकको ज्ञान, दशरथ महाराजले राति ऐना हेर्नुभयो। मेरा 2-4 वटा बाल यहाँ फुलिसकेका छन्, कानका माथिका बाल। ऐना हेर्नुभयो, ओहो म त बुढो भइसकेँ, राजा बनेर काम छैन, अब त मर्ने बेला आइसक्यो भनेर सोच्नुभयो। भोलि म रामलाई राजा बनाउने छु, म त जङ्गल जानेछु, तपस्या गर्नेछु, भगवानको प्राप्तिको लागि मानव जीवन मिलेको हो भनेर भन्नुभयो। भोलिपल्ट राम राज्यको स्थापना गर्ने सङ्कल्प गर्नुभयो। तर के भयो? रामको वनवास भयो, दशरथको मृत्यु भयो भोलिपल्ट।